एसकेएम पार्टीको सरकार आएपछि हामी वर्षको एक दिन 27 जुनलाई चाहिँ हामी चालक दिवसको रूपमा पालन गर्छौँ। 27 जुन एउटा ऐतिहासिक दिन हुनेछ। यो ऐतिहासिक दिन ल्याउनको लागि अब तपाईहरुको मेहनत, तपाईहरुको सहयोग पनि हामीलाई चाहिन्छ। जेल का कोना कोना छान मारो। आधे इधर जाओ, आधे इधर जाओ, और बाकी हमारे साथ हाथ। राति हाम्रो अब हामी नै पनि किन ढाँट्नु, गएर न्यू पाने र खड्का छेत्री दाजुहरूको गाईको सानो काटिएन, डङ्की रङ काट्यो गाईको घर र तपाईको त्यो खोसेलाहरू राख्ने गाईको गोठहरू पनि भत्काइदिउँ। झन्झनै किचनमा आगो पनि लगायौँ। कोही यति बेला अलिक सिनियर एकजनाले होइन आगो चाहिँ लाउनु हुँदैन, गाउँले यति साह्रो चाहिँ गर्नु हुँदैन भन्यो। 15-16 घर छेत्री बाहुनको गाईको काट्यौँ हामीले राति। अनि सरकार बनाएपछि चाहिँ एसकेएममा जो त हामी ल्याउँदैनौँ पनि फेरि सरकार बनाएपछि चाहिँ एउटै पार्टीले मात्रै जोइन गर्छ, त्यो चाहिँ एसकेएमले जोइन गर्छ। तर हामी चाहिँ सरकार बनाएपछि चाहिँ एउटै पनि जोइन गर्दैनौँ अर्को पार्टीका, त्यता नै हामी राख्छौँ, त्यतै बस्नु पर्यो नि। अनि सरकार बनाएपछि चाहिँ एसकेएममा जो त हामी ल्याउँदैनौँ पनि फेरि सरकार बनाएपछि चाहिँ एउटै पार्टीले मात्रै जोइन गर्छ, त्यो चाहिँ एसकेएमले जोइन गर्छ। तर हामी चाहिँ सरकार बनाएपछि चाहिँ एउटै पनि जोइन गर्दैनौँ अर्को पार्टीका, त्यता नै हामी राख्छौँ, त्यतै बस्नु पर्यो नि। अनि अर्को चाहिँ तपाईको जुन कुरा आज राख्नुभयो यो सही हो। हामीले उठाउँदै आएको कुरा हो कि रिटायरमेन्ट भएपछि तपाईहरुको पेन्सन खेद्दा कतिजनालाई 1 वर्ष लाग्दो रहेछ। फेरि रिटायर भएपछि चाहिँ पत्याउँदैन पनि रहेछ, फेरि अफिसमा जाँदा है पेन्सन अफिसले। तर हाम्रो सरकारमा चाहिँ रिटायरमेन्टको डेट जुन दिन हुन्छ त्यो दिन फुल पेमेन्ट विथ चेक उहाँलाई दिएर खदामाला गरेर बिदा दिने सर चाहिँ एकदम सम्मानसँग। नभए के हुन्छ, रिटायरमेन्ट भएपछि पत्याउँदैन नि बिचारा। लु ओके न, लु भन्नुहोस् त। हिजो पो थियो होला कुनै सरकारी नोकरीमा उसको काम लाग्थ्यो र अलिक डरले गर्छ, तर रिटायरमेन्ट भएपछि यो त रिटायरमा त भएको नाथे भने त्यसको फाल फर्काउँदा 1 वर्षसम्म लागेको छ पेन्सन निकाल्नु। त्यसले गर्दा हामी चाहिँ यस्तो सिस्टम बनाउँछौँ, यस्तो सेल बनाउँछौँ, जो रिटायरमेन्ट हुँदैछ त्यसको चाहिँ 1 महिना अगाडि चाहिँ चेक रेडी हुन्छ, चेक। अनि रिटायरमेन्टसँग चाहिँ चेक चाहिँ बेलुका 4 बजेपछि चाहिँ उसलाई चेक दिएर जाँदा कति खुसी हुन्छ लु भन्नुहोस्, म रिटायरमेन्ट लिएर आएको भनेर है। त्यस्तो हामी गर्छौँ। सिक्किम बाहिरको शक्तिहरूलाई यहाँ हायर गरेर ल्याउने काम गर्दैछ। कौन है ये लोग, कहाँ से आते, 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 कौन है ये लोग, कहाँ से आते। जुनियर हाई स्कुलदेखि माथिको हेडमास्टर अनि सेकेन्डरी स्कुलको हेडमास्टर, सिनियर सेकेन्डरी स्कुलको प्रिन्सिपललाई चाहिँ हामी गाउँको जति पनि कागज पत्रहरू एटेस्टेड गर्ने पावर पनि हामी दिन्छौँ। सुन्नुहोस् है। अनि यता धाउनु परेन नि अफिसमा, अरे हेडमास्टरले सब चिन्छ, कसको छोरा हो तिमी, फलानाको छोरा हो भने ढ्याङ्गा ठोकिहाल्छ नि त। के को अफसर खोज्ने होइन, अफसर यहाँ आउँदाखेरि मिटिङ छ भनेर कोर्ट मात्रै झुन्डाएर गएको हुन्छ, कता गएको हुन्छ होइन। त्यसले कतिले गर्दैन पनि। त्यसले गर्दा तपाईँको अरिजिनल नल्याउँदा पनि हेडमास्टरले तिमी फलानाको छोरा होइन, ल्याउ तिम्रो सर्टिफिकेट यो रहेछ भनेर सट्ट एटेस्टेड गर्ने पावर हामी दिन्छौँ, त्यो हामी गर्छौँ। तल्लो दर्जाको कर्मचारीको मासिक वेतन रु 20,000 तय गरिरहेछ। कम्पनीले डाइरेक्ट उहाँलाई स्यालेरी दिने होइन, तर कम्पनीले सरकारलाई स्यालेरी ट्रान्सफर गर्ने। अनि सरकारको मार्फत चाहिँ हाम्रो जति पनि सिक्किमे कर्मचारी, चाहे उनीहरू प्राइभेट कम्पनीमा काम गरेको होस्, चाहे फार्मास्युटिकल कम्पनीमा काम गरेको होस्, हाइड्रो प्रोजेक्टमा काम गरेको होस्, उनीहरू चाहिँ हामी सरकारको मार्फत चाहिँ हामी उहाँहरूलाई स्यालेरी दिने। त्यसो हुँदा चाहिँ उनीहरूको नोकरी पनि सेक्युर हुन्छ। नत्र हो भनेदेखि आज कम्पनीले मोनोपोली गरेर हाम्रो लोकल जति पनि यहाँको सिक्किमे रैथाने हाम्रो भाइ बेरोजगार भाइ बहिनीहरूलाई लथालिङ्गै पारेर घरि तपाईँको 9,000 दिन्छ, घरि 10,000 दिन्छ। अनि यो नियमले गर्दाखेरि हाम्रो बेरोजगार भाइ बहिनीहरूले चाहिँ त्यो कर्मचारीले दिने हामी मिलाउनेछौँ। दिनेवाला छैन नि त हौ, मुटु मन भावो दिन्छ त। हामी चाहिँ मुख्यमन्त्रीको भ्रमण होइन,
तर हामी सरकारी कर्मचारीको भ्रमण गराउँछौँ, भारत भ्रमण पुरा लिभ ट्राभलिङ कन्सेसन दिएर, त्यो पनि हामी तपाईँलाई भन्न चाहन्छौँ। तपाईँको गुरुजीहरूको 2 जना नानीहरूलाई है, 4 लाखहरूको 2 जना नानीहरूलाई हामीले सरकारले पढाउने निर्णय लिएको छ। सरकारले पढाउने या पढ्ने खर्च 3 जनालाई होइन, 2 जनासम्म नानीहरूलाई चाहिँ हामी है तपाईँको सरकारले नै पढाउने अनि पढ्ने खर्च दिने। कसैले अब तपाईँको इच्छामा पढ्दैछ भने हामी सरकारले नै पढ्ने खर्च पनि हामी 2 जनालाई दिने। म्याक्सिमम 2 है, 3 हुँदैन, किनभने हामी 2 जनामा टिकट राख्छौँ। को दिनमा म यो घोषणा गर्न चाहन्छु, हाम्रो सिक्किमको गरिब ग्वालाहरू, गरिबै सबैभन्दा गरिब ग्वालाहरूको नानीहरूलाई वर्षमा 3 जना नानीहरूलाई पर इयर 3 जना नानीहरूलाई कलेजदेखि क्लास 12 सम्म उहाँले पढाउनु पर्यो, किनभने बस्तीको स्कुल उहाँले पढाउँछ, आफ्नै गाउँमा पढाउँछ, आफ्नै निर्वाचन क्षेत्रमा पढाउँछ। त्यसपछि उता पढाउने जिम्मा कलेजदेखि माथि कलेज पढोस्, युनिभर्सिटी पढोस्, जहाँसम्म पढ्छ त्यसको जिम्मा चाहिँ हामी लिन्छौँ, सरकारले लिन्छ। अनि हामी मुख्यमन्त्री चिफ मिनिस्टर स्कलरसिप स्किमबाट कलेज युनिभर्सिटी पढाउने जम्मै जिम्मा हामी लिन्छौँ। जति खर्च लाग्छ, जस्तो युनिभर्सिटीमा उनले एडमिसन पाओस्, हामी पढाउने जिम्मा हामी लिन्छौँ। हाम्रो ग्वालाको नानीहरूले पनि इङ्ग्लिस पढ्काओस्। अब यो कुरा तपाईँले मनमा राख्नुहोस्। अब व्यापार गर्नु आफ्नो क्षमता हो, कुनै पनि नौकरी गर्नु आफ्नो क्षमता हो, केही काम धन्दा गर्नु आफ्नो क्षमता हो। केबलको बिजनेस खोलेन, मैले क्यासिनोको बिजनेस मैले चलाएन, मैले रेस्टुरेन्टको बिजनेस चलाएन, मेरो आफ्नो शाखा सन्तान आफ्नो छोरा है आफन्तलाई मैले दिएन। यो कुरा तपाईँले मनमा राख्नुहोस्। अब व्यापार गर्नु आफ्नो क्षमता हो, कुनै पनि नौकरी गर्नु आफ्नो क्षमता हो, केही काम धन्दा गर्नु आफ्नो क्षमता हो। एकपल्ट चुनावबाट हारेको पार्टी कहिले फर्किँदैन, हो कि नलु भन्नुहोस् त। एलडी काजीले 5 वर्ष चलायो, भोटमा हार्यो, कहिले फर्केन। भण्डारी साहबले 15 वर्ष चलायो, भोट हार्यो, कहिले फर्केन, हो कि नलु भन्नुहोस् त। अब चामलिङ साहबले 25 वर्ष सरकार चलायो, भोट हार्यो, कहिले फर्किँदैन। यो सिक्किमको इतिहास हो। जनता को आप मूर्ख समझना बंद कर दीजिए। एकपल्ट चुनावबाट हारेको पार्टी कहिले फर्किँदैन, हो कि नलु भन्नुहोस् त। एलडी काजीले 5 वर्ष चलायो, भोटमा हार्यो, कहिले फर्केन। भण्डारी साहबले 15 वर्ष चलायो, भोट हार्यो, कहिले फर्केन, हो कि नलु भन्नुहोस् त। झूठ बोलो, बार बार झूठ बोलो, जो भी बोल सकते हैं सब झूठ बोलो, जहां भी बोल सकते हैं झूठ बोलो, जितनी बार बोल सकते हैं झूठ बोलो, किसी भी विषय पर बोलो तो सिर्फ और सिर्फ झूठ बोलो। एक ही काम, झूठ बोलो, झूठ बोलो, झूठ बोलो। अलैँचीमा हामीले पर केजी 100 रुपियाँ एक्स्ट्रा दिने। उहाँहरूको दाम त पाइहाल्छ, जो मार्केट रेट छ उहाँले पाइहाल्छ। अनि त्यो माथि पनि 100 रुपियाँ भनेपछि तपाईँको 100 केजी या 1 क्विन्टल उहाँले मार्केटमा बेच्छ भने उसले 10,000 रुपियाँ सरकारबाट सिधै पाउँछ। हामीले यसको पनि गभर्मेन्ट जुन दिन आउँछ, अलैँचीको भाउ चाहिँ 50,000 कम्ती भन्दा कम्ती 50,000 बनाउँछ। जस्तो प्रकारले अलैँचीमा हामीले पर केजी 100 रुपियाँ एक्स्ट्रा दिने। उहाँहरूको दाम त पाइहाल्छ, जो मार्केट रेट छ उहाँले पाइहाल्छ। अनि त्यो माथि पनि 100 रुपियाँ भनेपछि तपाईँको 100 केजी या 1 क्विन्टल उहाँले मार्केटमा बेच्छ भने उसले 10,000 रुपियाँ सरकारबाट सिधै पाउँछ। खुसीको खबर सुन्नु, एसकेएम गभर्मेन्ट जुन दिन आउँछ, अलैँचीको भाउ चाहिँ 50,000 कम्ती भन्दा कम्ती 50,000 बनाउँछ। अनि अर्को चाहिँ यहाँनिर जहिले पनि हेर्नुहोस् है, सरकारी कर्मचारीले छुटाउने गर्छ। हाई र्याङ्कको अफसर चाहिँ एपोइन्टमेन्ट हुने बित्तिकै
फुल स्यालेरी तपाईँलाई थाहा छ है। जस्तै सेन्टर क्याडरको अफसर आएपछि जुन दिन एपोइन्टमेन्ट हुन्छ त्यही दिन स्यालेरी पाउँछ है। थुप्रो अरू गेजेटेड अफसरहरू स्यालेरी पाउँछ। तर सानो ग्रेडको कर्मचारीलाई चाहिँ एपोइन्टमेन्ट भएपछि 2 वर्ष प्रोबेसन पिरियड बनाएको छ। 2 वर्ष प्रोबेसन पिरियडमा चाहिँ 7,000 8,000 बेसीभन्दा बेसी 10,000 छ। हेर्नुहोस् है, आज आरबीपीको 680 जना एपोइन्टमेन्ट गर्यो, जतिजना भाइभामा पुग्यो जम्मैलाई गर्यो। त्यो एसकेएम कराएपछि गर्यो। हामीले भनेको थियौँ यो भाइभा चाहिँ कसैलाई चेप्ने प्रक्रिया हो, यो चाहिँ हटाइदिन्छु भनेको थियो। भाइभामा पुग्ने जम्मै भयो रेगुलर, राम्रो हो, हाम्रै सिक्किमकै भाइ बहिनी भयो। तर उनीहरूको लागि जब एपोइन्टमेन्ट भएपछि इमिडिएटली मिनिस्ट्री अफ होम एफेयर्सबाट चाहिँ उनीहरूको फुल स्यालेरी आउनु थाल्छ। यताबाट पठाइहाल्छ नि, यतिजना हामीले एपोइन्टमेन्ट गर्यो। जम्मा 1200 भन्दा ज्यादाको चाहिँ यहाँ आरबीपीको पोस्ट खाली छ अहिले पनि है। थियो अहिले 780 जना लागेपछि अझै रिमेनिङ पोस्ट खाली छ। र उनीहरूको पोस्टको पैसा चाहिँ भारत सरकारको मिनिस्ट्री अफ होम एफेयर्सबाट गृह विभागबाट आउँछ आरबीपीको पैसा है, स्यालेरी। अनि यहाँबाट एपोइन्टमेन्ट हुने बित्तिकै पठाइहाल्छ, फुल स्यालेरी आउँछ। तर तलब दिँदा स्यालेरी दिँदा चाहिँ 2 वर्ष चाहिँ 8,000 मात्रै दिँदैछ। अरू पैसा कसले खाँदैछ लु भन्नुहोस् त? अरू पैसा कहाँ गयो? नर्सेसहरूको स्यालेरीको आधी पैसा कहाँ गयो पाउनु पर्ने? यो झट्टै भन्दा झट्टै सरकारले दिनुपर्छ फुल स्यालेरी है। फुल स्यालेरी दिनुपर्छ, किनभने उनीहरूको पैसा आएको र हामी चाहिँ पछि सरकारमा एज पर सर्भिस रुल सर्भिसमा लागेपछि फुल स्यालेरी पाउँछ। हामी त्यस्तै प्रकारले हामी उहाँहरूलाई दिने। अनि अर्को आफन्त विपद आउँदाखेरि झन्डामा त होइन बन्दुक उठाउनुपर्छ, हामीले बन्दुक उठाउनुपर्छ। यो चाहिँ युवाहरू गएर आउनु पर्ने जोस योमा गर्यो। अब तपाईँ हाम्रोमा दुईटै मात्रै बाटो छ। यो सिक्किम अहिलेको वर्तमान सिक्किम सरकार सिक्किमेको दुश्मन, सिक्किमेको बैरी, यसलाई कसरी सकिन सरले भन्नु दियो, कसरी यिनीहरूलाई चाहिँ चौकीबाट हटाउनु पर्ने। हाम्रोमा दुईटै मात्रै बाटो देख्दैछु मैले, एउटा ढुङ्गा मुढा अनि बन्दुक र अर्को चाहिँ ग्रानेड। तपाईँ हामीले बन्दुक ढुङ्गा मुढाको बाटो त्यहाँ हुँदैन, किनभने एसडिएफ पार्टी एउटा हिंसा नगर्ने पार्टी हो। तपाईँ हामीले चुन्नु पर्ने बाटो चाहिँ आउँदो 24मा ब्यालेटको बाटो हो। यिनीहरूलाई सत्ता चुप गराएर दिइएको थियो, यिनीहरूलाई हामी चौकीबाट झार्नुपर्ने सङ्कल्प तपाईँ हामीले गर्नुपर्ने जरुरत देखिरहेको छ। त्यो गोलीले चाहिँ पहिला अरुण लिम्बूलाई लागेको हुनुपर्छ। यो गोली पहिला अरुण लिम्बूको छातीमा हान्नु, अरुण लिम्बूको छातीमा हान्नु। हामी गोली खान तयार छौँ, तर हाम्रो लिडरलाई हामी प्रोटेक्ट गरेर देखाउँछौँ, प्रोटेक्ट गरेर अनि हामी ट्रान्सफर पोलिसी बनाउँछौँ ताकि एउटा सरकारी कर्मचारी एक जग्गामा ट्रान्सफर भएर गएपछि कति बस्नुपर्ने त्यसको कानून पनि हामी बनाउँछौँ। अनि यो प्रकारले कानून बनाउँदै जान्छौँ। अनि अब म तपाईँलाई भन्न चाहन्छु, आज म यस्तो खालको डिपार्टमेन्ट अब क्रिएट गर्दैछु, यस्तो खालको डिपार्टमेन्ट म क्रिएट गर्छु एउटा। अब आज क्याबिनेट पनि छ, अब 11 बजेदेखि त्यो डिपार्टमेन्टमा चाहिँ जसले कुनै पनि विभागमा काम गर्दैन, अब्स्टेकल बनिन्छ। हाम्रो युवा भाइ बहिनीको सिक्किमेहरूको अब्स्टेकल बाधा बनिन्छ। चाहे वो इन्जिनियर होस्, चाहे वो एकाउन्ट सेक्सन होस्, एकाउन्ट अफसर होस्, चाहे वो डाइरेक्टर होस्, सेक्रेटरी नै किन नहोस्, त्यस्तो डिपार्टमेन्ट सबलाई ट्रान्सफर गरिदिन्छ। अनि गाडी पनि दिन्छ, गाडी पनि नदिने तलब दिने है। विशेष त अल्छे अफिसरहरूको लागि, काम नगर्ने अफिसरहरूको लागि छुट्टै एउटा विभाग बनाउँछु भनेर आज एनाउन्समेन्ट गर्नुभयो। यसबारे अलिकति विस्तृत हामीलाई भनिदिनुहोस् न। अफसर भनेको छैन, कर्मचारी भनेको छ मैले है, अफसर भनेको छैन। र के छ भने इन्जिनियर होस्, चाहे वो एकाउन्ट सेक्सन होस्, एकाउन्ट अफसर होस्, चाहे वो डाइरेक्टर होस्, सेक्रेटरी नै किन नहोस्, त्यस्तो डिपार्टमेन्ट सबलाई ट्रान्सफर गरिदिन्छ। अनि गाडी पनि दिन्छ, गाडी पनि नदिने तलब दिने है। विशेष त अल्छे अफिसरहरूको लागि, काम नगर्ने अफिसरहरूको लागि छुट्टै एउटा विभाग बनाउँछु भनेर आज एनाउन्समेन्ट गर्नुभयो। यसबारे अलिकति विस्तृत हामीलाई भनिदिनुहोस् न। अफसर भनेको छैन, कर्मचारी भनेको छ मैले है, अफसर भनेको छैन। र के छ अनि हामीले भन्यो सहर्ष स्वीकार गर्नु अरे हामी चलाउनु दियो, हामी चलाउँछौँ, तिमी भन्दा राम्रो चलाउँछौ। अनि 100 दिनभित्र हामी 30,000 का के 40-50,000 बेरोजगारलाई पनि नोकरी दिन्छौँ।
काम चाहिँ उल्टा गर्नु मजा आएन भाषण अनुसार चाहिँ काम गर्नु पर्यो है अनि हामी प्रत्येक युवालाई 100 दिनभित्रमा जो पनि बेरोजगार छ उनीहरूलाई हामी नौकरी दिन्छु भनेर घोषणा गर्दैछौँ अनि नौकरी जसलाई हामी 100 दिनभित्र दिन सक्दैन जसलाई त्यसलाई महिनाको 10,000 रुपियाँ भत्ता दिन्छौँ हामी 10,000 रुपियाँ भत्ता पावन चामलिङले वान फ्यामिली वान जबमा काम लगाएर 9,000 दिन्छ एसकेएम पार्टीको सरकार आएपछि कामै नगरी 10,000 दिन्छ ट्रान्सपरेन्ट हुनु पर्यो भाषण चाहिँ एउटा गर्यो अरू कुरा काम चाहिँ उल्टा गर्नु मजा आएन भाषण अनुसार चाहिँ काम गर्नु पर्यो भोलि यो बर्डन हुँदैन सिक्किम यो 16,000 होइन 30,000 बेरोजगारहरूलाई नोकरी दिन सक्ने सिक्किमको रिसोर्स छ नेचुरल रिसोर्सबाट आएको पावर प्रोजेक्टहरूबाट आएको फार्मास्युटिकल कम्पनीजहरूबाट आएको सेन्ट्रल गभर्मेन्टले दिएको पैसालाई हामीले म्यानेज गर्यो भने अहिले पनि 30,000 जनालाई हामी अहिले नै सिक्किममा रेगुलर नोकरी दिन सक्छौं यसकारणले गर्दा उहाँहरू डिसहार्टन नहुने हाम्रो 2 महिनाको मात्रै स्यालेरी रहेछ भनेर डिसहार्टन नहुने हामी जुन दिन यहाँहरूको आशीर्वादमा आउनेछौं हामी तपाईहरुको नोकरीलाई स्थायी गर्नेछौं पक्का पाउँछौ बाख्रा पाउँछ पक्का अहिले दिन्छु अहिले कमल ये बिक गई है गवर्नमेंट अब गवर्नमेंट में कुछ नहीं है अनि हाम्रो अति नै प्यारो आरबीबी को भाइहरू जो पनि दिल्ली या सिक्किमदेखि बाहिर नोकरी गर्न जान्छ उनीहरूको चिल्ड्रन एलाउन्स थियो 2 जना नानीहरूले क्लास 12 सम्म पढ्ने खर्च चाहिँ तपाईको सरकारले दिनु पर्थ्यो चिल्ड्रन एजुकेसन एलाउन्स त्यो चाहिँ सिक्किम सरकारले होइन त्यो चाहिँ भारत सरकारको मिनिस्ट्री अफ होम एफेयर्स ले रिम्बर्समेन्ट गर्थ्यो तर यो आरबीपी भाइ बहिनीहरूको अनि एसएपी को आरबीपी को अनि जति पुलिस कर्मीहरू सिक्किमदेखि बाहिर जाँदाखेरि जुन चाहिँ चिल्ड्रन एजुकेसन एलाउन्स पाउँथ्यो अरू सरकारी कर्मचारीहरूले पाउँथ्यो अनि यसको 5th पे कमिसनले रिकमेन्ड गरे तापनि क्याबिनेटले यसलाई रिजेक्ट गरेको हो तपाईहरु नसुताउनुहोस् एसकेएम पार्टीको सरकार आउने बित्तिकै तपाईहरुको चिल्ड्रन एलाउन्स जसरी पहिला पाउँथ्यो त्यसरी नै पाउँछ सरकारी कर्मचारी नसुताउनुहोस् तपाईहरु हामी तपाईहरुको चिल्ड्रन एलाउन्स हामी जसरी भए पनि एसडीएफ लाई हटाएर हामी तपाईहरुलाई दिने काम गर्छौं तपाईहरु ढुक्का तपाईहरु बस्ने म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु ट्रान्सपरेन्ट हुनु पर्यो भाषण चाहिँ एउटा गर्यो अरू कुरा काम चाहिँ उल्टा गर्नु मजा आएन भाषण अनुसार चाहिँ काम गर्नु पर्यो 12 लाखे घरको बदली 15 लाखे उहाँ लेखेको छ पर हेर्नुहोस् अनि त्यो 15 लाखेमा सरदार आउँदैन अहिले जसो सरदार आउँदैन हामी तपाईहरुलाई बनाउन दिन्छौं यसलाई चाहिँ हामी एम्बुलेन्स बनाउँछौं पक्का अरे साला हाम्रो गरिब जनताहरु चाहिँ फर्चुनर एम्बुलेन्समा चढोस् न आम्माम लो पक्का दामी हुन्छ यो बस्तीमा पठाउने पीएचएससी मा पठाउने पीएचसी मा त पठाउँछौ तर पीएचएससी मा पनि यो फर्चुनरमा हाम्रो चाहिँ मजा गयो है त्यो टोयोटा कम्पनीको गाडीमा चढेर आउने हामी बनाउँछौं हामी त्यस्तो बनाउँछौं दिनदिनै चाहिँ यो वाइ आइ एम इन्ट्रेस्टेड म यो याप किनेर याप 2टा याप सरेर हाम्रो कोही टुरिस्टहरू अथवा कोही उँधोबाट ठुलो मान्छेहरू आएको बेलामा है कोही हिँड्नु नसक्ने कोही जाँदा जाँदा बिमारीहरू पनि हुन्छ त्यसले गर्दाखेरि त्यो 2टा याप चाहिँ हामी फरेस्ट डिपार्टमेन्टले राखेर बिमारी भएको खण्डमा कसैलाई रेस्क्यु गर्नु काम लाग्छ कि भनेर त्यो हेतुले पनि मैले चाहिँ सोचेर राखेको इतनी खुशी आर यू कॉमेडी मी खत्म बाय बाय टाटा गुड बाय गया बहुत चिल्ला रहा है मैंने वोट दिए वोट दिया तो क्या घर में तेरा फोटो लगा लूं तुम लोगों ने वोट दिया तो पैसे भी लिए हैं तुम लोगों की औकात नहीं कि मुझसे बात कर सको क्योंकि तुम लोगों को मैंने 5 साल के लिए खरीद लिया है तुमको अपने एक छोटे से घर की इतनी फिक्र है अंदाजा भी है कि इस पोजीशन के लिए मैंने कितना पैसा पानी की तरह बहाया है करोड़ों रुपया लगाया है करोड़ों उसके बाद मैं तुम लोगों की जी हुजूरी करता रहा हूँ वो सब पैसा मुझे वापस चाहिए ये पॉलिटिक्स नहीं बिजनेस है
सर अनि 26 देखि त फेरि कोड अफ कन्डक्ट लिफ्ट हुन्छ है। अहिले पो केही गर्न सक्दैन, ट्रान्सफर पनि गर्न सक्दैन, सस्पेन्ड पनि गर्न सक्दैन, टर्मिनेट पनि गर्न सक्दैन। 26 तारिक जब कोड अफ कन्डक्ट आएपछि हामी सबै रिपोर्ट माग्छौं। हाम्रो वार्ड कमिटीलाई रिपोर्ट माग्छौं, हाम्रो केबीज्यूलाई, हाम्रो प्रभारीलाई रिपोर्ट माग्छौं, हाम्रो सतीश चन्द्रलाई रिपोर्ट माग्छौं, हाम्रो यहाँको हाम्रो सुदीप, हाम्रो राईज्यूलाई रिपोर्ट, सबैलाई आउँदा रिपोर्ट आएर भरे कोही भरे वान फ्यामिली वान जबमा काम गर्नेहरू आपत परेको छ भने, भरे एडकमा काम गर्ने छ भने भरे एक्सटेन्सन नहोला। म त गर्छु, तर उहाँले भन्छ नि सर कसरी तपाईँले एक्सटेन्सन गर्ने, यसले त हिजो अस्ति बाई इलेक्सनमा त उल्टा खेलेको छ, घुरबिसे गएको छ भने त म त गर्दिनँ नि त हौ बाबा। मैले मुटु मिचेर पनि मैले धिसमिस लेख्नुपर्छ है। अनि धिसमिस लेखेपछि त्यो फर्केर कहिले पनि हुँदैन, किनभने पावन चामलिङ अब सिक्किमको राजनीतिमा पावन चामलिङको अन्त भयो, लेखेर राख्नु। अन्त भयो, अन्त भयो, अब फर्केर आउनेवाला छैन। जुन प्रकारले अहिले सिक्किममा विशेष गरेर हाम्रो व्यापार गर्ने दाजुभाइहरूले आज वीर मार्का खप्नु पर्दैछ, यो जीएसटी को कारणले गर्दाखेरि यो जीएसटी लाई पनि हामी 371F को अन्तर्गत हटाएर सिक्किमको आफ्नो राज्यको कर कानून हामी लागू गर्छौं है। यो कुरा बुझेर जाने म तपाईलाई अनुरोध गर्न चाहन्छु। ट्रान्सपेरेन्ट हुनु पर्यो। भाषण चाहिँ एउटा गरे, अरू कुरा काम चाहिँ उल्टा गर्ने मजा आएन। भाषण अनुसार चाहिँ काम गर्नु पर्यो। कसरी गुटमुटाउ भन्ने छ है, कसरी चाहिँ प्रोजेक्टमा हालौं। आज यस्तो यस्तो यहाँ काम भएको छ, जुन प्रोजेक्ट चाहिँ तपाईको एउटा मान्छेलाई दिएको छ, क्राइटेरिया त्यस्तै बनाएको छ, जस्तो तपाई कुनै पनि व्यक्ति कन्ट्र्याक्टलाई दिनु छ भने क्राइटेरिया त्यस्तै बनाइदिन्छ। कस्तो भोलिपछि सिक्किम सरकारको क्राइटेरिया, टेन्डरको क्राइटेरिया कस्तो हुन्छ होला जस्तो भन्दाखेरि फेसको वर्णन पनि दिन्छ होला। यो टेन्डर हाल्दाखेरि चाहिँ कालो वर्णको हुनुपर्छ, यस्तो हुनुपर्छ है, यस्तो परेला हुनुपर्छ भनेर ठक्क क्राइटेरियामा आउँछ होला। अहिले त्यस्तै क्राइटेरिया आउँदैछ। कसलाई दिनु छ? एउटा टेन्डर निस्किँदैछ 100 करोड भन्दा ज्यादा, त्यो एउटा कम्पनीलाई दिनको लागि त्यस्तै क्राइटेरिया के लेखेको छ त्यसमा है। यो काममा जसले टेन्डर हाल्छ त्यसले चाहिँ नर्थ इस्टमा काम गरेको हुनु पर्यो 200 करोड भन्दा, वेस्ट बेंगालमा काम गरेको हुनुपर्छ भनेर भन्दैछ। आज जति पनि सिक्किमको बिल्डिङहरू बनेको छ, आज जुन मजबुत बिल्डिङहरू बनेको छ त्यो सिक्किमकै लोकल कन्ट्र्याक्टरले बनाएको बिल्डिङहरू आज भत्केको छैन है। 2011-18 सेप्टेम्बरको भूकम्पले त्यो बिल्डिङलाई भत्काएन भनेपछि आज यो किन क्राइटेरिया लाउँदैछ? तपाईहरुले भाषणहरू सुन्नुभयो भने सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान पीएस गोले ज्यूले नो एनिमी को पोलिसी अनि इन्क्लुसिभ पोलिटिक्स को पोलिसीलाई अपनाएर हामीलाई भोट नदिने कट्टर हाम्रो विरोधीहरूलाई पनि एउटै सद्व्यवहार गरेर समानता न्याय दिएर हामीले काम गर्दै एउटा सरकार गार्जियनको रूपमा काम गर्दै अगाडि बढिरहेका छौं। 2-4 जना ती दुखी आत्माहरू बाहेक जति पनि त्यो 2-4 जना कतिजना राम्रो युवाहरू छ, त्यो अविनाश याखा भन्ने एउटा जन्तुसँग हिँड्नेहरू, त्यहाँ धेरै अभिवक्ताहरू भन्छन्, प्रकाशली भन्ने एउटा मुखिया छ, एउटा त्यो कुनै के लिम्बू भन्ने के भन्दै हिँड्छ, कसलाई के बोल्दछ उसलाई केही थाहा छैन। राति मातेर के गरेर अस्ति हाम्रो घोषणा पत्र पनि जलाउँदै थियो। अनि उसकै साथीले साह्रै रिस उठेर एक झापड दिएको थियो। अस्ति फेसबुकमा मैले हेर्दै थिएँ, मेरो कानको जाली फुट्यो भन्दै थियो। भाइ यस्तै काम गर्दै गर, अर्को पनि फुटाउला तिम्रै साथीले, तिमी होसियार भएर बस्छ। तर एसकेएम पार्टीले आफ्नो घोषणा चुनावी घोषणा पत्रमा भनिसकेको छ, हामी चाहिँ सरकार आउने बित्तिकै एउटा घरको परिवारलाई एउटा रेगुलर नौकरी दिन्छौं अनि सिक्किम विधानसभामा कानून बनाएर दिन्छौं। अनि जो पनि आज लागेको छ उनीहरूलाई हामी 100 दिन भित्रमा विदिन 100 डेजमा हामी रेगुलर गर्छौं उनीहरूलाई। अनि सँगसँगै हामी अरू 30,000 जना बेरोजगारहरूलाई पनि हामी नौकरी दिने हामी तपाईहरुलाई यहाँबाट वादा गर्न चाहन्छु, घोषणा गर्न चाहन्छु। हामी ढाट्ने होइन। Minimum Wages Act for the labor of Sikkim भनेपछि जम्मै लेबरहरू, मजदुरहरू, चाहे सिक्किमको विभिन्न विभागमा काम गर्ने होस् या सिक्किमको विभिन्न फार्मास्युटिकल कम्पनीमा काम गर्ने होस्
चाहे हाइड्रो पावरमा काम गर्ने होस्, चाहे होटेलमा काम गर्ने होस्, चाहे मेडिकल सेक्टरमा काम गर्ने होस्, विभिन्न ठाउँमा काम गर्ने मजदुरहरू जसलाई लेबरको रूप दिन्छ, त्यो मजदुरहरूको कम्ती भन्दा कम्ती स्यालेरी महिनाको 15,000 हुनुपर्छ भन्ने सरकारले तपाईँलाई कसरी हेरिरहेछ त? अहिले सरकारले हेरेको हेरै छ, हेरेको हेरै छ। हामीले सरकारलाई हेर्नु, सरकारले हामीलाई हेर्ने, हेर भएको छ। अब यो हेर धेरै दिन भइरह्यो भने चाहिँ घुराघुर पर्छ जस्तो छ, त्यस्तो छ। एसकेएम पार्टीमा खटेको कार्यकर्तालाई चाहिँ हामी बोलाएर घडी होइन है, हामी यो टेबल ल्याम्प पनि होइन, हामी तपाईँहरूको हातमा चाहिँ कि चाहिँ तपाईँहरूको नानी छोराछोरीको एपोइन्टमेन्ट अर्डर हातमा राखिदिन्छु, कि चाहिँ करोड रुपियाँको है वाबाट तपाईँहरूको हातमा राखिदिन्छु। अरे बाबु मजा आउँछ न, हो कि भन्छ। तर जब बाटो आपत आउँछ, बाटो आपत र विपद आउँदाखेरि झन्डामा त होइन बन्दुक उठाउन सक्नुपर्छ, हामीले बन्दुक उठाउन सक्नुपर्छ। यो चाहिँ युवाहरूको माया आउनु पर्ने जोस योमा गर्ने यो बुद्धिहरू, किनभने यो संसार चाहिँ युवाहरूको युवा एनआईए को हर इंटेलिजेंस एजेंसी को रॉ को ये मैसेज करता हूं, ये आह्वान करता हूं कि इन लोगों के ऊपर आप लोग जल्द से जल्दी एक जांच बिठाइए, क्योंकि सिक्किम बॉर्डर स्टेट है, चाइना नजदीक में है, पाकिस्तान नजदीक में है, नेपाल नजदीक में है। ये सिक्किम के लिए भी खतरा है, देश के लिए भी खतरा है। अनि तपाईँ चौकीबाट सिक्किम क्रान्तिकारी मोर्चा पार्टी चाहिँ सिक्किमको सम्पूर्ण बेरोजगारलाई नोकरी दिनको निम्ति सक्षम छ। तपाईँ चौकीबाट हट्नुभयो भने हामी त्यो चौकी ओगटेर हामी 100 दिनभित्रमा नोकरी दिन्छौं। यदि 100 दिनभित्रमा हामीले फेरि सिक्किमको बेरोजगारहरूलाई नोकरी दिन सकेनौं भने 100 दिनको बादमा 101 को दिन हामी त्यो चौकीबाट हट्नेछौं। तपाईँ आएर फेरि सम्हाल्नुहोस्, हामी पनि असफल भयौं भनेर स्वीकार गर्नेछौँ भने 16,000 होइन 30,000 बेरोजगारहरूलाई नोकरी दिन सक्ने सिक्किमको रिसोर्स छ। नेचुरल रिसोर्सबाट आएको, पावर प्रोजेक्टहरूबाट आएको, फार्मास्युटिकल कम्पनीजहरूबाट आएको, सेन्ट्रल गभर्मेन्टले दिएको पैसालाई हामीले म्यानेज गर्यो भने अहिले पनि 30,000 जनालाई हामी अहिले नै सिक्किममा रेगुलर नोकरी दिन चाहन सक्छौं। यसकारणले गर्दा उहाँहरू डिसहार्टन नहुने। मागहरू 1 नम्बर 2003 सालमा लिम्बू र तामाङले ट्राइबलको मान्यता पाए पनि सिक्किम सरकार विधानसभामा सिट आरक्षण गर्नु असफल बनेको छ। 25 फेब्रुअरीसम्म सिक्किम विधानसभामा लिम्बू तामाङको सिटको सुरक्षा फर्मुला युक्त प्रस्ताव पास गरेर केन्द्र समक्ष पठाउनु पर्नेछ अनि केन्द्र सरकारबाट लिखित निष्कर्ष ल्याउनु पर्नेछ। यदि ल्याएन भने हामी यसको लागि हामी सिक्किममा बन्द सुरु गर्नेछौँ। आउँछ है चाडबाडमा दुःख पाएर चाहिँ जम्मै गरिब जनताहरू चाहिँ एमएलए को पछि कुदेको देखेको छु मैले। मुख्यमन्त्रीको बंगलामा मेन्टोगङमा पुरा टाँट लागेर दशैं खर्च माग्नु पुगेको देखेको मैले। गरिब जनतालाई चाड मनाउँदा सुन्नुहोस् है, दशैंमा हाम्रो नेपाली समुदायलाई दुःख पर्छ। यसपालि छोरी बिहा गरेको नयाँ जुवाई आउँदैछ, अब टिको लगाएर कसरी पैसा दिने हत्तु हुन्छ। सोच्दा हुन्छ या बाँकी माग्नु पर्छ हो कि होइन भन्नुहोस् त। अनि बाउहरूले बाँकी माग्दा दिएन भने आमाहरूलाई पठाउनु पर्छ, लो मलाई माग्दा दिँदैन, आमा जाऊ माग्नु भन्छ क्या। अनि आमा गएर माग्यो भने बाँकी पनि पाइन्छ होइन। तर अब चाहिँ हामी प्रत्येक तिहार प्रत्येक चाडमा, जस्तै नेपालीहरूको चाड भने दशैं, जस्तै हाम्रो शेर्पा जातिको लोसोर होइन तपाईँहरूको, शेर्पा जातिले लोसन मनाउँछ। जस्तै तपाईँको क्रिस्चियनले क्रिसमस मनाउँछ, जस्तै गुरुङले लोसोर नै मनाउँछ है, लोछार मनाउँछ, तामाङले सोनाम लोछार मनाउँछ। यो जतिजनाको चाड छ त्यो चाड भन्दा अगाडि चाहिँ गरिब जनतालाई, बीपीएल फ्यामिलीलाई चाहिँ सरकारबाट चाड मनाउने या है तपाईँको महँगाई भत्ताको रूपमा, किनभने बजार भाव बढेको हुन्छ, अहिले बढ्यो। पहिला तेल कति थियो, तेल बजार पहिला है तपाईँको 500 रुपियाँ लगेर जाँदाखेरि पुरा सब्जी सागसब्जी सबै रासिन पानी आउँथ्यो, अहिले 500ले केही पनि आउँदैन। त्यसले गर्दा प्रत्येक चाडबाडको अगाडि आफ्नो चाडबाडको अगाडि चाहिँ हामी बीपीएल फ्यामिलीलाई चाहिँ सरकारबाट महँगाई भत्ताको रूपमा चाहिँ 50,000 रुपियाँ बाँड्दिन्छौँ। के भन्छौ भन्दाखेरि रिटायरमेन्ट पछि नै सब तपाईँहरूको स्वास्थ्यमा है तपाईँ बिग्रिन्छ, अलिकति बिमार हुने चाहिँ आफ्टर रिटायरमेन्ट हो कि होइन सरकारी कर्मचारीहरू।
है यङ हुँदा त बिमार हुँदैन नि जब जब एज छिपिँदै जान्छ त्यति नै तपाईहरु बिमार हुन्छ र हामी के भन्छौँ भने तपाईहरुको लागि पनि जति रिटायरमेन्ट भएको छ उनीहरुको लागि चाहिँ मेडिकल है तपाईको रिम्बर्समेन्ट चाहिँ तपाईहरुको 50% हामी दिन्छौँ आज तपाईहरुकोमा छैन है आज त कुनै 1000 रुपैयाँ कति महिनामा छ तर 50% भनेको चाहिँ तपाईहरुलाई 1 लाख लाग्यो भने 50,000 चाहिँ सरकारले बिहोर्छ रिटायरमेन्टको लागि त्यो चाहिँ एउटा तपाईलाई परिवारलाई है तपाई र तपाईको श्रीमतीलाई चाहिँ हामी त्यो प्रकारले हामी रिटायरमेन्ट पर्सनलाई हामी दिन्छौँ तर अहिलेको सरकारले यो हेरेको छैन के भन्छन् भन्नुहोस् त बुद्धिजीवी वर्गले म त बुद्धिजीवी भन्छु है मूर्ख भन्दिन बुद्धिजीवी नै भन्नु पर्यो बुद्धिजीवीले के भन्छ भन्नुहोस् त कृषकहरूलाई सरकारले मिनिमम प्राइस सपोर्ट दिएर अलैँचीको भाव प्रति मन कम्तीमा पनि 50,000 अनि अदुवाको भाव प्रति मन रु 5,000 बनाइनेछ अनि सुन्तलाको दाम प्रति सैकडा 3,000 देखि 5,000 सम्म बनाइनेछ आज महँगो दाममा बिजन किनेर रोपे तापनि जब फसल हुन्छ तब उहाँले सस्तो दाममा बेच्नु पर्दछ यसले गर्दाखेरि हामीले घोषणा गरेको हौं हेर्नुहोस् है आज आरबीपी को 680 जना एपोइन्टमेन्ट गर्यो जतिजना भाइबामा पुग्यो जम्मैलाई गर्यो त्यो एसकेएम कराएपछि गर्यो हामीले भनेको थियौ यो भाइबा चाहिँ कसैलाई चेप्ने प्रक्रिया हो यो चाहिँ हटाइदिन्छु भनेको थियो भाइबामा पुग्ने जम्मै भयो रेगुलर राम्रो हो हाम्रो सिक्किमकै भाइ बहिनी भयो सुन्नुहोस् है तर नर्सेसहरुको कमी छ त्यहाँ धेरै नर्सेसहरु कमी छ र भाइबामा पुग्ने जसले इन्टरभ्यु दियो भाइबा पुग्यो उनीहरुलाई पनि जसरी आरबीपी लाई लगाए सरकारले त्यसरी नै लाउनु पर्छ तुरुन्त लगाउनु पर्यो सरकारले नत्र भने अब हामीलाई पर्खिने हो भने हामी आएपछि हामी लगाइदिन्छु पक्का हो यो गर्छ राजनीति बन्द गर नारीको नारीलाई बेइज्जत गर्नु बन्द गर नारीलाई बेइज्जत गर्नु बन्द गर मतदान गरेन तर त्यो चिक्ने जाँडा मुजी मादर चोतेर बुढी भालु त्यो टिकामाया चामलिङलाई काठमाडौँ लिएर गएर बार डान्स बारमा राख्न जाँठा भाँडा मल्लेहरू सबै भाग्यो अरे रन्डीको छोरो म्याच चिक्ने चामलिङ आजको सरकार भनेको चाहिँ तपाईको जताभावी ब्रेक फेल भएको सरकार जस्तो चल्दैछ ब्रेक फेल अनि ब्रेक फेल भएको गाडी चाहिँ जहाँ पनि ठोकिन सक्छ जहाँ पनि लड्न सक्छ भिरमा पनि लड्न सक्छ है जहाँ पनि लड्न सक्छ जसलाई पनि किचाउन सक्छ त्यसले गर्दा वर्तमान सरकार चाहिँ ब्रेक फेल भएको गाडी जस्तो जताभावी कुदिरहेको छ अनि पक्का पनि एक्सिडेन्ट कन्फर्म हो किनभने ब्रेक फेल भएपछि पक्का एक्सिडेन्ट हुन्छ त्यसले गर्दा ब्रेक फेल भएको गाडी जस्तो कुदिरहेको छ अनि अर्को कुरा गरिब जनताले साह्रै दुःख कहिले पाउँछ भन्दाखेरि चाहिँ यो चाडबाडमा दुःख पाउँछ है चाडबाडमा दुःख पाएर चाहिँ जम्मै गरिब जनताहरु चाहिँ एमएलए को पछि कुदेको देखेको छु मैले मुख्यमन्त्रीको बंगलामा मेन्टोगङमा पुरा टाट लागेर दशैं खर्च माग्नु पुगेको देखेको मैले गरिब जनतालाई चाड मनाउँदा सुन्नुहोस् है दशैंमा हाम्रो नेपाली समुदायलाई दुःख पर्छ यसपालि छोरी बिहा गरेको नयाँ जुवाई आउँदैछ अब टिको लगाएर कसरी पैसा दिने हत्तु हुन्छ सोच्दा हुन्छ या बाँकी माग्नु पर्छ हो कि हैन भन्नुहोस् त अनि बाउहरुले बाँकी माग्दा दिएन भने आमाहरुलाई पठाउनु पर्छ लो मलाई माग्दा दिँदैन आमा जाऊ माग्नु भन्छ त अनि आमा गएर माग्यो भने बाँकी पनि पाइन्छ हैन तर अब चाहिँ हामी प्रत्येक तिहार प्रत्येक चाडमा जस्तै नेपालीहरुको चाड भने दशैं जस्तै हाम्रो शेर्पा जातिको लोसोर हैन तपाईहरुको शेर्पा जातिले लोसर मनाउँछ जस्तै तपाईको क्रिश्चियनले क्रिसमस मनाउँछ जस्तै गुरुङले लोसोर नै मनाउँछ है लोछार मनाउँछ तामाङले सोनाम लोछार मनाउँछ यो जति जनाको चाड छ त्यो चाड भन्दा अगाडि चाहिँ
गरिब जनतालाई बीपीएल फ्यामिलीलाई चाहिँ सरकारबाट चाड मनाउने या है तपाईँको महँगाई भत्ताको रूपमा, किनभने बजार भाउ बढेको हुन्छ, अहिले बढ्यो। पहिला तेल कति थियो, तेल बजार पहिला है तपाईँको 500 रुपियाँ लगेर जाँदाखेरि पुरा सब्जी साग सब्जी सबै रासिन पानी आउँथ्यो, अहिले 500ले केही पनि आउँदैन। त्यसले गर्दा प्रत्येक चाडबाडको अगाडि आफ्नो चाडबाडको अगाडि चाहिँ हामी बीपीएल फ्यामिलीलाई चाहिँ सरकारबाट महँगाई भत्ताको रूपमा चाहिँ 50,000 रुपियाँ बाँड्छौँ। 50,000 रुपियाँ बाँड्छौँ। दसैँ मनाउनु, तिहार मनाउनु, क्रिसमस मनाउनु सरकार होइन। चाहे लाखौं नारा लगाऊ गेटमा, म कसैलाई पनि दिनेवाला छुइनँ। चाहे लाखौं नारा लगाऊ गेटमा, म कसैलाई पनि दिनेवाला छुइनँ। अब दसैँ पनि मनाइदिने, है तिहार पनि मनाइदिने, लोसुङ पनि मनाइदिने, क्रिसमस पनि मनाइदिने सरकार कसरी हुन्छ लु भन्नुहोस्? कहाँबाट मनाइदिनु? तपाईँलाई भन्न चाहन्छु। अनि अहिले सरकारले ठुल्ठुलो कुरा गर्छ, तर हेर्नुहोस् त यहाँ सिक्किममा जति पनि घुम्न आउँछ है, यो जुन जुलाईतिर जति पनि घुम्न आउने चाहिँ सरकारी कर्मचारी हो विभिन्न स्टेटबाट, उनीहरू कसरी आउँछ? उनीहरू चाहिँ प्रत्येक 3 वर्षमा उनीहरूले चाहिँ लिभ ट्राभलिङ कन्सेसन पाउँछ। उनीहरूले ट्राभल गरेको कन्सेसन हावाजहाजमा पाउँछ, उनीहरू परिवार लिएर घुम्न पाउँछ। तर आजसम्म सिक्किम सरकारले हाम्रो सरकारी कर्मचारीलाई लिभ ट्राभलिङ कन्सेसन भनेर कहिले दिएको छैन, घुम्नु पठाएको छैन। तपाईँहरू गोवा गएको छ घुम्नु? गएको छैन। हामी चाहिँ मुख्यमन्त्रीको भ्रमण होइन, तर हामी सरकारी कर्मचारीको भ्रमण गराउँछौँ। भारत भ्रमण पुरा लिभ ट्राभलिङ कन्सेसन दिएर, त्यो पनि हामी तपाईँलाई भन्न चाहन्छौँ। वर्कलाई लागू गरेर यी कम्पनीमा कार्यरत सबैभन्दा तल्लो दर्जाको कर्मचारीको मासिक वेतन रु 20,000 तय गरिरहेछ। कम्पनीले डाइरेक्ट उहाँलाई स्यालेरी दिने होइन, तर कम्पनीले सरकारलाई स्यालेरी ट्रान्सफर गर्ने, अनि सरकारको मार्फत चाहिँ हाम्रो जति पनि सिक्किमे कर्मचारी, चाहे उनीहरू प्राइभेट कम्पनीमा काम गरेको होस्, चाहे फार्मास्युटिकल कम्पनीमा काम गरेको होस्, हाइड्रो प्रोजेक्टमा काम गरेको होस्, उनीहरू चाहिँ हामी सरकारको मार्फत चाहिँ हामी उहाँहरूलाई स्यालेरी दिने। त्यसो हुँदा चाहिँ उनीहरूको नोकरी पनि सेक्युर हुन्छ। नत्र हो भनेदेखि आज कम्पनीले मोनोपोली गरेर हाम्रो लोकल जति पनि यहाँको सिक्किमे रहिथाने हाम्रो भाइ बेरोजगार भाइ बहिनीहरूलाई लथालिङ्गै पारेर घरि तपाईँको 9,000 दिन्छ, घरि 10,000 दिन्छ। अनि यो नियमले गर्दाखेरि हाम्रो बेरोजगार भाइ बहिनीहरूले चाहिँ त्यो कर्मचारीले दिने हामी मिलाउनेछौँ। मिनिमम वेजेस एक्ट तपाईँले कम भन्दा कम 15,000 रुपियाँ चाहिँ महिनामा पाउनुपर्छ भन्ने कानुन हामी सरकारले बनाउँदैछौँ। उहाँहरूको कहिले पनि रेगुलर हुँदैनन्, त्यस्ता हाम्रो कर्मचारीहरूको लागि चाहिँ यो योजना लागू हुन्छ। रोडमा काम गर्ने जो चाहिँ रेगुलर हुँदैनन्, रेगुलर नहुनेको लागि चाहिँ हामी मिनिमम वेजेस एक्ट बनाउँदैछौँ। अनि यो चाहिँ प्राइभेट कम्पनीमा काम गर्नेहरूको लागि पनि यो लागू हुन्छ। प्राइभेट कम्पनीले पनि, फार्मास्युटिकल कम्पनी, हाइड्रो प्रोजेक्ट जति पनि छ बाहिर काम गर्नेले पनि यो अनिवार्य रूपमा लागू गर्नुपर्छ। उनीहरूले पनि मिनिमम कम्ती भन्दा कम्ती मजदुरलाई 15,000 दिनै पर्छ। अनि तपाईँको 500 रुपियाँ लगेर जाँदाखेरि पुरा सब्जी साग सब्जी सबै रासिन पानी आउँथ्यो, अहिले 500ले केही पनि आउँदैन। त्यसले गर्दा प्रत्येक चाडबाडको अगाडि आफ्नो चाडबाडको अगाडि चाहिँ हामी बीपीएल फ्यामिलीलाई चाहिँ सरकारबाट महँगाई भत्ताको रूपमा चाहिँ 50,000 रुपियाँ बाँड्छौँ। 50,000 रुपियाँ बाँड्छौँ। दसैँ मनाउनु, तिहार मनाउनु, क्रिसमस मनाउनु सरकार होइन। चाहे लाखौं नारा लगाऊ गेटमा, म कसैलाई पनि दिनेवाला छुइनँ। चाहे लाखौं नारा लगाऊ गेटमा, म कसैलाई पनि दिनेवाला छुइनँ। अब दसैँ पनि मनाइदिने, है तिहार पनि मनाइदिने, लोसुङ पनि मनाइदिने, क्रिसमस पनि मनाइदिने सरकार कसरी हुन्छ लु भन्नुहोस्? कहाँबाट मनाइदिनु? अलक्षिणा छाडाहरू। अब कुरा चाहिँ के आयो भने, हामीलाई याद छैन पार्लेजी कस्तो हुन्छ? चेप्टो हुन्छ, 4 पाटे हुन्छ नि त। साला पार्लेजीको खोल राखेर प्याकेट राखेर चाहिँ त्यो म्यारी बिस्कुट खानु सक्दैन, गोले सक्दैन। एकदम यो जनतालाई नजोते भतुवा
गरौँ। अघि हाम्रो टिएन ढकालज्यूले भन्नुभयो रुल 44 त धजिया उडाएको छ धजिया। रुल 44ले के भन्छ भन्दाखेरि यहाँ प्राइभेट कम्पनी होस्, सिक्किम सरकारको कुनै पनि अफिसेस होस् या सेन्ट्रल गभर्मेन्टको अफिसेस होस्, जम्मैमा चाहिँ यहाँको नै मान्छे लाउनुपर्छ भन्ने छ। तर यहाँ लागू भएको छैन। र एसकेएम आएपछि नम्बर 1 यो गरिबलाई हेप्ने अनि अफसरको आफ्नो मान्छेलाई चेप्ने यो भाइभा इक्जामिनेसन सब बन्द हुन्छ, भाइभा हुँदैन। सुन्नुहोस् है, गरिबको नानीहरू भाइभामा पुग्छ, भाइभामा फेल गरिहाल्छ आफ्नो मान्छे, भाइभा हुँदैन, रिटर्न मात्रै हुन्छ। यो पक्का, यो भाइभा चाहिँ करप्सन हो एउटा। सुन्नुहोस् है तपाईँले। अनि अर्को कुरा